फ्रान्स त्यस्तो राम्रो छ एट्याकरको नाम सुन्नु को भन्दा एट्याकहरू चाहिँ ल्या नि डेम्बेले एम्बापे ओलिसे डुवे सबै त्यही छ फ्रान्सको Yes, sir. जुन त्यो सेकेन्ड अप्सन हो तेरो Yes, sir. थर्डमा चाहिँ को आउँछ अर्जेन्टिना आउँदैन आउँछ आउँछ भोटतिर बहुत थर्डमा स्पेन आउँछ होला सायद सायद स्पेनमा नि आउँछ अरू कुन चाहिँ छ अझ दुनियाँको बेस्ट गोलकिपर चाहिँ कुन चाहिँ छ यसपालिको वर्ल्ड कप अहिले डोनरमा कुन चाहिँ कन्ट्रीको चाहिँ डोनरोमा चाहिँ इटाली इटालीको हो एनिवेज अब फुटबल वर्ल्ड कप चाहिँ यसपालि प्रायः टाइममा त हेर्नु पाउँदैन सल्लाह पनि है सब पाउँदैन पाउँदैन होइन हाइलाइट हेऱ्यो तर पनि यति साह्रो हेर्नु आइडिया राख्छ यसले त अब फुटबल चाहिँ खेल्दैनस् त बुट लिएर आउँछ बुट खेल्ने बेला चाहिँ खेल्दिनँ भन्छ अब तर यसपालि यो जति पनि टेलिटियल्स भनिस् होइन त्यसबाट चाहिँ दावेदार टिम चाहिँ तेरो लागि चाहिँ पोर्तुगलै हो नि त होइन यस सर क्रिस्टियानो रोनाल्डो मन परेर पोर्तुगलमा गएको त होइन नि त होइन सर अरू पनि छ यस सर पक्का डिफेन्डर एट्याकर सबै ठिक छ यस सर गोलकिपरहरू ठिक छ के त यस सर हो र गोलकिपर चाहिँ को छ डियागो नै त्यो स्पेनको चाहिँ दुईवटा गोलकिपरमा को राम्रो छ भने त त्यो राइना के पो छ राया युनाइसिमोन जन गार्सिया तिनटै छ र यस स्क्वाडमा सर यस सर अहिले त जन गार्सियाले ओपनिङ गरेको जस्तो लागेको त्यो बेस्ट चाहिँ त्यो रिया न के भन्ने नै हो नि त होइन राया राया नै राम्रो होइन यस सर हेरौँ अब पोर्तुगलले जित्छ कि स्पेनले स्पेन त सबै नराम्रो भन्छ तर मलाई हेर्दा कुनै डर लाग्दैछ अब जर्मनी लान्छ कि जस्तो लाग्दैछ यसबार तँलाई त्यस्तो डर लागेको छैन अब पोर्तुगलै लान्छ हेरौँ अब पोर्तुगल कहाँसम्म पुग्छ है यस सर ल अब यसपालि चाहिँ 2026 फिफा वर्ल्ड कप त खतरा चल्दैछ ल भाइ तेरो चाहिँ फेभरेट टिम चाहिँ को अरे पोर्तुगल पोर्तुगलको खासियत चाहिँ के छ भन्दै को छ त्यस्तो स्किल प्लेयरहरू तिनीहरूको मिडफिल्डरहरू बेस्ट छ वर्ल्डमा को छ बेस्ट चाहिँ डर लाग्दो चाहिँ ब्रुनो भिटिनिया नो ब्रिटेनिया अन्त डिफेन्सहरू चाहिँ कस्तो छ नि यसो डिफेन्स चाहिँ ठिकैको रुबेन डियास नुनो मेन्डिस जित्छ के त कुन चाहिँ ग्रुपमा परेको छ के मलाई पनि त्यस्तो लाग्यो के यस्तो लाग्यो भनेपछि जित्छ पोर्तुगलले यस क्रिस्टियानो रोनाल्डो भन्दा बेस्ट अर्को प्लेयर चाहिँ को छ भन्नु त थाहा होइन त्यो त तेरो लागि अब मन पर्ने चाहिँ सबै खालि बेस्ट हो तेरो टिममा सबै वर्ल्डको टप अरू टिममा छैन जर्मनीको चाहिँ जर्मनीको नयार मुसियाला हाम्रो के अरे स्पेनले चाहिँ जित्दैन भनेपछि थाहा भएन त्यो तेरो टिम मात्रै राम्रो स्पेनको को छ भन्दा अलिक मलाई 8 दिए स्पेनको कसले खतरा खेल्छ भने त यामाल पेड्री रोड्री रोड्रीहरू त राम्रो तिनीहरू मिडफिल्डर